अदुवा, लसुन, ल्वाङ सुकमेल, खुर्सानी। आज म हजुरहरूलाई काउली र आलुको तरकारीको रेसिपी लिएर आएको छु। सबभन्दा पहिला मैले काउलीलाई मात्रै फ्राई गरेँ। त्यसपछि फ्राई भइसकेपछि यसलाई एउटा भाँडामा निकालेँ। त्यसपछि यो बाँकी रहेको तेलमा फेरि आलु राख्ने। यस आलुलाई पनि मजाले फ्राई गरेर चलाउने। यो पनि मजाले फ्राई भयो। अब यसलाई पनि निकाल्ने। अब मैले बाँकी रहेको तेलमा मेथी पुऱ्याएँ। त्यसपछि प्याज राख्ने। प्याज हल्का फ्राई भइसकेपछि अब यसमा टमाटर राख्ने। टमाटरलाई पनि मैले फ्राई गरेँ। त्यसपछि फेरि सिराउ राख्ने। त्यसपछि अघि मेथीको पेस्टलाई पनि त्यसमा राख्ने। मजाले मिक्सिङ गरेर चलाउने। र यतिको भइसकेपछि मैले घरमै पिसेर राखेको मसला राख्ने। त्यसपछि स्वादअनुसार नुन राख्ने। लसुनमा मैले बेसार पनि राख्ने। मजाले चलाउने। यतिको फ्राई भइसकेपछि मैले अलिकति यसमा पानी पनि राखेँ। यतिको फतफत गरेर पाकिसकेपछि अघिमा फ्राई गरेर राखेको काउली र आलुलाई पनि त्यसमा राखेँ। यसलाई मजाले मिक्सिङ गरी चलाएँ। अब यतिको भएपछि खानालाई रेडी भयो। अब हामी खाए